The football season is over, but there is one finale that makes you champions of the Europe. Yes, guys, at the beginning of the season, all the fans, all the clubs and teams, manager, everyone dream to be on that big stage, on that big finale. And PSG and Inter Milan have done it. They are going to play the Champions League final today at Allianz Arena. आज पिएसजी र इन्टर मिलानको च्याम्पियन्स लिग फाइनल हो केटाहरू, बी रेडी बी देयर। र त्यो भन्दै गर्दाखेरि च्याम्पियन्स लिगको फाइनलमा पिएसजी हेभ बिन देयर फर द सेकेन्ड टाइम नाउ। एन्ड हामी सबैलाई थाहा छ 2020को ट्रेजेडी के भयो त्यहाँ। एम्बाप्पे, नेमार सबै रोए, सबै कराए, तर they lost it against the Bayern Munchen. We know that. And today they are playing in Allianz Arena. Can they do it? Yes, I think so. Ani एउटा कुरा भन्दै गर्दा चाहिँ लुइस एन्रिके, the guy who changed Paris Saint-Germain. Ani guysहरू, Luis Enrique can be the second coach to win treble with two teams. He has done with one Barcelona, and if he wins the Champions League today, he will be the second coach after Pep Guardiola to win. अनि यो पिएसजी चाहिँ पहिलाको जस्तो पिएसजी छैन जहाँ तारा के भन्छौँ हामी, फुटबलिङ लेजेन्ड्सहरू किनेर पैसा बर्बाद गरेर तिनीहरूले स्क्वाड बनाउँथ्यो। मेसी, नेमार, एम्बाप्पेले गर्न नसकेको अब यो 23-24, यस गाइज 23-24 वर्षको सायद यिनीहरूको एभरेज स्क्वाड छ। अनि यो गेम चाहिँ एउटा यङ स्क्वाड भर्सेस एउटा ओल्ड र मच्योर स्क्वाड हुनेछ। अनि इन्टर मिलानको चाहिँ 30 average age. So it's gonna be 6 years of difference. And let's see guys how it will be turning up. And also अर्को interesting battle चाहिँ एउटा, we know कि Paris Saint-Germain has been attacking, very good in attacking transition. They have been good in counter attack. Paris Saint-Germain र Inter Milan को हेर्दा पनि Inter Milan are good in attacking transition and they play low back. Paris Saint-Germain with the attacking and versus Inter Milan with the defending, attacking versus defensive game हुनेवाला छ गाइजहरू। अनि पेरिस सेन्ट जर्मनको रन टु द फाइनल इट वाज अमेजिङ। मैले आजसम्म हो रियल म्याड्रिडले कति टाइमदेखि यस्तै गर्दै आइरहेको छ, तर एज अ पेरिस सेन्ट जर्मन वी नो पेरिस सेन्ट जर्मनले चाहिँ यो सिजन तिनीहरूको ड्र हावा थियो, एकदम गाह्रो अपोनेन्टहरू पाए। अनि त्यसपछि दे हेभ made their way to the final after beating so many big teams of Premier League कोलाई हराएनन्। टप 4 सबैलाई, लिभरपुल, आर्सेनल, एस्टन विला सबैलाई, म्यान्चेस्टर सिटी सबैलाई तिनीहरूले हराउँदै आएको छन्। तिनीहरूको एट्याकिङ पावर, हाउस बेन्च स्ट्रेन्थ सबै देखाएर तिनीहरू फाइनलमा आएको छन्। र त्यसै गरी हाम्रो इन्टर मिलान, दे हेभ बिन सलिड एज वेल। बार्सिलोनाको गेम, oh my god, we will never forget that game for ages. Both of the leg guys, एउटा लेग पनि हैन, both of the leg 6, 7, 13 game scored। के भयो त्यो गेममा अब त्यो गेमलाई साइडमा राखेर हामी हेर्छौँ भने इन्टर मिलान had been very solid in defense, low block, everything। अनि तिनीहरूले they will have only conceded 5 goals before Barcelona's game, and they have scored 26 goal। अनि पेरिस सेन्ट जर्मनले चाहिँ they have scored 33 गोल। अनि डिफेन्डिङमा चाहिँ इन्टर मिलानले 11 गोल कन्सिड गरेको छ र पेरिस सेन्ट जर्मनले चाहिँ 15 गोल, ओन्ली 4 गोल डिफरेन्स। अनि आई थिङ्क इट इज अ क्वाइट ब्यालेन्स अफ अ सिचुएसन इन बोथ अट्याक एन्ड डिफेन्स। अट्याकमा पनि धेरै होइन, 5-7 गोलको डिफरेन्स। अनि डिफेन्डिङमा पनि 5 गोलको, अलमोस्ट 4-5 गोल्सको डिफरेन्स। सो इट इज क्वाइट अ बिट अफ अ ब्यालेन्स कम्पिटिसन आउट हियर। अनि गाइज एट्याकिङको कुरा गर्दै चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट ब्याटल चाहिँ यहाँ हाम्रो डेम्बेले भाइ र हाम्रो
डिमार्कोले लमिन यमाललाई त्यस्तो राम्रोसँग डिफेन्ड त्यस्तो राम्रोसँग डुएल जित्न सकेको थिएन क्यान ही डु इट अगेन्स्ट डेम्बेले यो ब्याटल चाहिँ एकदमै इम्पोर्टेन्ट हुनेछ बोथ इन्टर मिलान र पिएसजीको लागि इफ डिमार्कोले डेम्बेलेलाई आफ्नो पकेटमा राख्न सक्यो भने इट विल बी भेरी डिसाइसिभ फर इन्टर मिलान किनकि डेम्बेले इज द वान गाई हु इज ब्रिलियन्ट दिस डेज अनि मिडफिल्डको कुरा गर्दा चाहिँ मिडफिल्डमा चाहिँ हाम्रो प्यारिस सेन्ट जर्मनको यङ मिडफिल्ड विटिना जायर एमेरी रुबेन नेभेस विथ अ मिक्सर अफ फाबियन रुइज अलिकति एक्सपिरियन्स फाबियन रुइज पनि छ अगेन्स्ट अ भेरी एक्सपिरियन्स मिडफिल्डिङ Mkhitaryan and Çalhanoğlu. So this is a very tough battle. अनि हाम्रो गेममा चाहिँ विङ ब्याक भर्सेस फुल ब्याक पनि हुनेवाला छ किनभने धेरै बलहरू त्यहाँबाट पनि आउन सक्छ धेरै क्रस अपर्च्युनिटिजहरू क्रसेसको त्यहाँबाट पनि हुन सक्छ किनभने हाम्रो इन्टर मिलान इज दे प्ले विथ द ब्याक थ्री मिडफिल्डमा दे सिफ्ट विथ अ विङ ब्याक अनि विङ ब्याकहरू अगाडि लानलाई ट्रान्जिसन अनि त्यो काउन्टर अट्याकलाई हेल्प गर्नेवाला छ एज वी अल नो अनि हाम्रो पिएसजीलाई हेर्दा पनि they have great fullbacks like Nuno Mendes on the left and Hakimi on the right and both they carry ball forward and attacking तिनीहरुको पनि बेस्ट हुने वाला छ so wing मा पनि it will be crucial today if DiMarco and Denzel Dumfries so both of them will be crucial on defending on both transitional attacks it will be very crucial for both of them अहिले पिएसजी भन्दै गर्दाखेरि मैले एउटा स्ट्याट पनि भनिदिन्छु गाइजहरु इन्टर मिलान चाहिँ 3 वर्षमा 2 चोटी फाइनल खेल्दै छ इन्टर मिलान पनि has been there mature सबै पहिला खेलिसकेको केटाहरु फाइनल कस्तो हुन्छ फाइनलमा पुगेर हारेको तिनीहरुलाई पनि त्यो फिलिङ छ त्यही भएर मैले भन्दै छु दिस गेम विल बी भेरी ब्यालेन्स एउटा 2020 मा चाहिँ फाइनल खेलेर हारेको छ बायर्नसँग अर्को चाहिँ यो 3 वर्षमा 2 चोटी फाइनल खेल्दै छ सेकेन्ड टाइम फाइनल खेल्दै छ अस्ति भर उनीहरु म्यानचेस्टर सिटीसँग फाइनल खेलेर हारेको थिए अब फेरि दे आर गोइङ टु प्ले अगेन्स्ट प्यारिस सेन्ट जर्मन डेफिनेटली गेम सजिलो हुनेवाला छैन विथ प्यारिस सेन्ट जर्मन एज कम्पेयर टु म्यानचेस्टर सिटी बट इट विल बी भेरी क्रुशियल फर देम अनि guys अब now it is time for prediction I'm really unsure the game is very balanced अनि यो गेम धेरै बिग हाई स्कोरिङ गेम पनि हुनेवाला छ जस्तो लाग्दैन मलाई यदि भयो भने yes we are the viewer हामी फ्यान हो हामीलाई एकदम रमाइलो हुनेवाला छ तर I don't think so किनकि it's a final अनि त्यही भन्दा गर्दाखेरि मेरो प्रेडिक्सन चाहिँ it's a very tight game so I don't know why guys I feel like हल्का फिलिङ आइराछ कि इन्टर मिलान will go through I think Inter Milan will win the Champions League. My prediction is guys 2-0 for Inter Milan and they are winning it. They are winning the Champions League this season guys. They are going to be the champions of Europe. And thank you very much guys for watching and please subscribe and support guys. We are almost very near for 50 subscriber guys. Please let's do it guys and thank you very much. I will see you in another video. Thank you. Please subscribe, like and share. It will mean a lot to me.